यो इनिसा विकको केसको अनुसन्धानको सिलसिलामा हामीले लगभग प्रारम्भिक अनुसन्धान एउटा गरेका छौँ। धेरै रिपोर्टहरू आइसकेका छन्। केही रिपोर्टहरू हाम्रो पोस्टमार्टम रिपोर्टहरू भइसकेको छ। अब यसमा बाँकी हाम्रो भनेको फोरेन्सिक ल्याबहरूमा जस्तै डिएफएल डिजिटल फोरेन्सिक ल्याबमा मोबाइलहरू पठाएका छौँ, शङ्कितका पीडितका मोबाइलहरू। त्यस्तै गरेर हामीले केन्द्रीय विधि विज्ञान प्रयोगशालामा टक्सिकोलोजिकल रिपोर्टको लागि परीक्षणको लागि र त्यस्तै गरेर बायोसेरोलोजिकल परीक्षणको लागि पठाएका छौँ। अनि यस्तै गरेर हामीलाई त्यो रिपोर्टहरू आयो भनेपछि त्यसपछि अनि यो पोस्टमार्टम रिपोर्ट र ती रिपोर्टहरू को कम्पेरिजन गरेर त्यस पश्चात हामी चाहिँ एउटा निष्कर्षमा पुग्न सक्छौँ, गजब डेथको उसमा पुग्न सक्छौँ। त्यस्तै गरेर हामीले यहाँ छुट्टै टोली पनि गठन गरेको छौँ यहाँ जिल्ला प्रहरी कार्यालयमै। र यसको लागि हामीलाई यो अनुसन्धानमा सहयोग गर्नको लागि केन्द्रीय प्रहरी अनुसन्धान ब्युरो सिआईबाट प्रहरी निरीक्षक कमान्डमा टोली आउँदै हुनुहुन्छ। त्यस्तै गरेर नेपाल प्रहरी प्रदेश कार्यालय नेपालगञ्जबाट पोलिग्राफ गर्ने झुटो बोलेको पत्ता लगाउने त्यो पोलिग्राफ गर्ने टोली आउँदै हुनुहुन्छ। त्यस्तै गरेर त्यही अफिसबाट नेपाल प्रहरी प्रदेश कार्यालयबाट सिडिआर एनालाइसिसहरू लगायतका विज्ञ टोली पनि आउँदै हुनुहुन्छ। लगभग उहाँबाट त नेपालगञ्जबाट त हिँडिसक्नु भएको छ। सिआईबाट पनि अहिले एकैछिन त्यो फ्लाइटमा आउँदै हुनुहुन्छ। यो चाहिँ हामीले के को लागि भने लगभग हामी एउटा उसमा त पुगिसकेका छौँ अनुसन्धानको, तर अझ पनि कुनै पनि अनुसन्धानको पाटोहरू नछुटोस् भनेर चाहिँ हामीले अझ मिसिलको अनुसन्धानले यसलाई चाहिँ बलियो बनाएर लग्नको लागि र अनुसन्धान पाटोलाई चाहिँ अझ व्यापक बनाएर लग्नको लागि चाहिँ यो टिमहरूको पनि माग गरेका छौँ र हेडक्वार्टरबाट यो टिमहरूको पनि व्यवस्था हुँदैछ।